नमस्ते दर्शक ब्रेन। आजको हाम्रो दिनको सुरुवात हुँदैछ बिहानको 8 बजेदेखि। बाहिरको यो सुन्दर दृश्य हजुरहरूले देख्न सक्नुहुन्छ। आज घाम लागिराखेको छ। यो हो होबार्ट सिटी। यो अस्ट्रेलियाको ताजमानियामा पर्छ। आज हामी यो झारहरू गोडेर फर्सीको बियाँ रोप्ने तयारीमा छौँ। यो फर्सीको बिउ हामीले लास्ट इयरबाट सम्हालेर राखेका थियौँ। यो हाम्रो हरियालीले भरिएको गार्डन हो। विदेशमा भए पनि यो ठाउँले मलाई गाउँको आँगन सम्झाइदिन्छ। बगैँचामा फुलेका यी रङ्गी-चङ्गी फुलहरू प्रकृतिको मुस्कान जस्तो लाग्छ। देश फरक होला, माटो फरक होला, तर पहाडी मन जहाँ गए पनि उस्तै रहन्छ। हो र? Okay. यो त लिएर छोरी लिएर काट्नुपर्छ। यो केवल फर्सीको बियाँ मात्र होइन, हाम्रो माटो, सम्झना र संस्कृतिको प्रतीक हो। नेपालका पहाडदेखि ताजमानियाको जमिनसम्म हाम्रो पहिचान हामीसँगै उम्रिनेछ। यो हाम्रो गत वर्षको ब्रोकौलीको बिउ हो। हामीले यसलाई जोगाएर राखेका थियौँ। ए काँडा रहेछ न, काँडा बुझ्यो। पुरै पानी चुहिएर छैन, त्यही भएर बिग्रियो। एउटा चुहिएर चाहिँ आजको दिन यही होबार्टको सुन्दर दृश्यसँग समाप्त हुँदैछ। आकाशमा अस्ताउँदै गरेको घाम, हावामा शान्ति र मनमा कृतज्ञता। दिनभरिको थकाइ यो दृश्यले आफै बगाइदिन्छ। होबार्टको यो शान्त साँझसँगै आजको यो ब्लग यही अन्त्य गर्छौँ। भोलि फेरि नयाँ दिन, नयाँ आशा।